सबैजनालाई जय मसीह। म आज फेरि पनि मत्तीको सुसमाचारबाट मत्तीको सुसमाचार 3 अध्याय पाठ गरेर आएको छु। यसरी लेखिएको छ, बप्तिस्मा दिने यूहन्ना र तिनको सन्देश। त्यही समय बप्तिस्मा दिने यूहन्ना यहुदियाको उजाड स्थानमा आए र यसो भन्दै प्रचार गर्न लागे, पश्चाताप गर, किनभने स्वर्गको राज्य नजिक आएको छ। किनभने यी तिनै हुन् जसको विषयमा यशाया अगमवक्ताद्वारा यसो भनिएको थियो, उजाड स्थानमा एकजना कराउनेको आवाज, परमप्रभुको मार्ग तयार पार, उहाँका पथ सोझा बनायो। यूहन्नाले उटका रौँको वस्त्र लगाउँथे र कम्मरमा छालाको पटुका बाँध्थे। तिनको खानेकुरा सलह र बनमह थियो। यरुशलेम र सब यहुदिया र यर्दन वरिपरिका इलाकाका सबै मानिसहरू तिनी कहाँ गए र आफ्ना पाप स्वीकार गर्दै यर्दन नदीमा तिनीबाट बप्तिस्मा लिन लागे। तर फरिसीहरू र सदुकीहरू मध्ये धेरैजनालाई बप्तिस्मा लिन आइरहेका देखेर तिनले तिनीहरूलाई भने, सर्पका बच्चा हो, आउन लागेको क्रोधबाट भाग्न कसले तिमीहरूलाई चेतावनी दियो? यसकारण पश्चाताप सुहाउँदो फल फलाओ। अब्राहम नै हाम्रा पिता हुनुहुन्छ भनी आपसमा भन्ने नगर, किनभने म तिमीहरूलाई भन्दछु, परमेश्वरले यी ढुङ्गाहरूबाट अब्राहमको लागि सन्तान उत्पन्न गर्न सक्नुहुन्छ। अहिले नै रुखको फेदमा वंशहरू परिसकेको छ। यसकारण असल फल नफलाउने हरेक रुख काटी ढालिन्छ र आगोमा फालिन्छ। म चाहिँ त तिमीहरूलाई पश्चातापको लागि पानीले बप्तिस्मा दिन्छु, तर म पछि आउनुहुने म भन्दा अझ शक्तिशाली हुनुहुन्छ, जसका जुत्ता बोक्न योग्यको म छैन। उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ। उहाँको निफन्ने नाङ्लो उहाँकै हातमा छ र उहाँले आफ्ना खलालाई पुरै सफा गर्नुहुनेछ र आफ्नो गहुँ धानसरमा जम्मा गर्नुहुनेछ, तर भुस जति चाहिँ ननिभ्ने आगोमा जलाउनुहुनेछ। येशूको बप्तिस्मा। तब येशू गालीलबाट यूहन्ना कहाँ तिनीद्वारा बप्तिस्मा लिन यर्दनमा आउनुभयो। तर यूहन्नाले यसो भनेर उहाँलाई रोक्न खोजे, बरु मलाई पो तपाईँबाट बप्तिस्मा लिनु आवश्यक छ र के तपाईँ म कहाँ आउनुहुने? तर येशूले तिनलाई भन्नुभयो, अहिलेलाई यसै हुन देऊ, किनभने यसरी नै हामीहरूले सबै धार्मिकता पुरा गर्नुपर्छ। तब यूहन्ना राजी भए अनि येशू बप्तिस्मा लिएर तुरुन्तै पानीबाट माथि निस्कनुभयो अनि स्वर्ग उघ्रियो र उहाँले परमेश्वरका आत्मालाई ढुकुर झैँ ओर्लिरहनु भएको र आफूमाथि आइरहनु भएको देख्नुभयो। तब स्वर्गबाट यो बाणी आयो, यिनी मेरा प्रिय पुत्र हुन्, यिनीसँग म अति प्रसन्न छु। आमेन। सबैजनालाई जय मसीह। म फेरि पनि मत्तीको सुसमाचारको 4 अध्याय पाठ गरेर लिएर आउनेछु। त्यतिन्जेलको लागि सबैजनालाई जय मसीह। बाई बाई।